नमस्कार, हाम्रो आयुर्वेदको अर्को भिडियोमा तपाईलाई हार्दिक स्वागत छ। आज हामी यस्तो एउटा हरित फल वा तरकारी बारे कुरा गर्दैछौँ जुन हाम्रो भान्साको मिठास मात्रै होइन, स्वास्थ्यका लागि पनि अमूल्य उपहार हो। आजको विषय हो फर्सी। आजको भिडियोमा हामी फर्सीको परिचय, यसको सामान्य प्रयोग, औषधीय गुणहरू, विभिन्न स्वास्थ्य समस्यामा यसको प्रयोग र आवश्यक सावधानीको बारेमा विस्तृतमा कुराकानी गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। फर्सीको वैज्ञानिक नाम कुकुरबिटा मैक्सिमा हो। यो कुकुरबिटा एसिए परिवारमा पर्दछ। नेपालमा फर्सी विभिन्न प्रकारमा पाइन्छ। ठूला गोलाकार फर्सी, लाम्चो फर्सी, रातो फर्सी, हरियो फर्सी आदि। फर्सी पोषणले भरिएको हलुका र स्वादिलो फल हो। फर्सीमा कार्बोहाइड्रेट, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्टहरू पाइन्छ। प्राचीन आयुर्वेद शास्त्रमा फर्सीलाई जीवनदायी फल भनिएको छ। यो केवल पेट भर्ने खाद्य पदार्थ मात्र नभई स्वास्थ्य सुधार्ने चमत्कारी भोजन समेत हो। भिडियोमा कुरा गरौँ फर्सीको सामान्य प्रयोगको विषयमा। फर्सी हाम्रो भान्सामा विभिन्न तरिकाले प्रयोग गरिन्छ। जस्तै फर्सीलाई तरकारीको रूपमा झोलिलो वा सुक्खा परिकार बनाएर प्रयोग गरिन्छ भने भुटेको फर्सी पनि प्रयोग गरिन्छ। फर्सीको मुन्टालाई समेत तरकारीको रूपमा खाने गरिन्छ। त्यस्तै फर्सीको सुप र पिठो समेत प्रयोग गरिन्छ। फर्सीलाई मिठाई र हलुवामा समेत प्रयोग गर्ने गरिन्छ भने फर्सीको बिउ पनि अत्यन्त पौष्टिक हुन्छ, जसलाई काँचै वा भुटेर खाने गरिन्छ। फर्सी सजिलै उत्पादन गर्न सकिने र बजारमा समेत सुलभ रूपमा, सस्तो रूपमा प्राप्त हुने अत्यन्त लाभदायक तरकारी हो। यसका धेरै औषधीय गुणहरू रहेका छन्। अब कुरा गरौँ फर्सीका औषधीय गुणहरूको बारेमा। फर्सीमा धेरै प्रकारका तत्त्वहरू लुकेर रहेका छन्। यसमा पाइने बेटा क्यारोटिन र भिटामिन ए ले आँखाको दृष्टिलाई तेज बनाउने र छाला चम्काउने काम गर्छ। त्यस्तै भिटामिन सी र ई ले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्ने काम गर्छ भने फाइबरले पाचन प्रणाली सुधार गर्ने र तन्दुरुस्त राख्ने काम गर्छ। त्यस्तै यसमा पाइने एन्टिअक्सिडेन्ट्स तत्त्वले शरीरका कोशिकाहरूलाई नष्ट हुनबाट जोगाउने काम गर्छ भने ट्रिप्टोफेन नामक तत्त्वले निद्रा सुधार गर्न सहयोग गर्छ। विभिन्न परिकारको रूपमा फर्सी सेवन गर्नुका धेरै फाइदाहरू छन्। यसले मुटुको स्वास्थ्य सुधार गर्छ, आँखाको दृष्टिलाई तेज बनाउने काम गर्छ, छालालाई प्राकृतिक चमक प्रदान गर्छ, तौल घटाउन समेत मद्दत गर्छ र तनाव अनि अनिद्रा कम गर्नको लागि निकै उपयोगी हुन्छ। भिडियोमा अब कुरा गरौँ विभिन्न स्वास्थ्य समस्यामा फर्सीको औषधीय प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा। फर्सीलाई हामीले तरकारीको रूपमा हाम्रो भान्सामा प्रयोग गर्दै आए पनि हामी धेरैलाई यसको औषधीय गुणहरूको बारेमा र विभिन्न स्वास्थ्य समस्यामा यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा थाहा नहुन सक्छ। यसलाई विभिन्न स्वास्थ्य समस्याहरूमा प्रयोग गर्न सकिन्छ र यसले प्रभावकारी रूपमा काम गर्दछ। उच्च रक्तचाप नियन्त्रणमा फर्सी निकै उपयोगी हुन्छ। फर्सीको सुप वा हलुका झोलिलो परिकार नियमित रूपमा सेवन गर्दा रक्तचाप सन्तुलनमा राख्न मद्दत मिल्छ। आँखाको दृष्टि कमजोर हुनेहरूका लागि पनि फर्सी निकै उपयोगी छ। फर्सीको भुटेको वा उमालेको परिकारले आँखाको शक्ति बढाउन मद्दत गर्छ। कतिपयले फर्सीलाई काँचै समेत सेवन गर्दछन्। राम्रोसँग छिप्पिएको फर्सीलाई काँचै समेत सेवन गर्न सकिन्छ। विशेष गरी बुढ्यौलीमा दृष्टि रक्षा गर्न समेत यो उपयोगी हुन्छ। छाला र अनुहारको समस्या समाधानमा समेत फर्सी निकै उपयोगी हुन्छ। फर्सीको गुदीलाई पेस्ट बनाएर फेस प्याक जस्तै प्रयोग गर्दा छाला नरम र उज्यालो हुन्छ। त्यस्तै छालामा रहेका दाग र फोकाहरू हटाउन समेत यसले मद्दत पुर्याउँछ। त्यस्तै फर्सी मोटोपन वा तौल घटाउनका लागि समेत निकै उपयोगी हुन्छ। फर्सी कम क्यालोरी र उच्च फाइबरयुक्त भएकाले पेट भरिन्छ तर क्यालोरी कम प्राप्त हुन्छ। त्यसकारण मोटोपन घटाउन चाहनेहरूका लागि यो उपयोगी हुन्छ। फर्सीलाई तनाव र अनिद्रामा समेत प्रयोग गर्न सकिन्छ। फर्सीको बिउमा पाइने ट्रिप्टोफानले मस्तिष्कलाई शान्त राख्छ र निद्रालाई राम्रो बनाउन सहयोग गर्छ। त्यसकारण उच्च मानसिक तनाव र अनिद्राको समस्या झेलिरहेका व्यक्तिहरूका लागि यसको सेवन फाइदाजनक हुन्छ। निद्राको समस्या भएकाले फर्सीको सुप वा फर्सीको बिउ सेवन गर्न सकिन्छ। त्यस्तै फर्सी पाचन समस्या समाधानमा समेत निकै महत्त्वपूर्ण हुन्छ। फर्सीको झोलिलो परिकारले आन्द्रालाई सफा राख्छ र कब्जियत हटाएर पेटलाई हल्का बनाउँछ। अत्यन्तै धेरै औषधीय गुणहरूले भरिपूर्ण फर्सीलाई राम्रोसँग र उचित मात्रामा प्रयोग गर्न जानियो भने यसले मानव स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ। तर यदि फर्सीको प्रयोग गर्न जानिएन भने यसले उल्टै नोक्सानी पुर्याउँछ। त्यसकारण भिडियोमा अगाडि कुरा गरौँ फर्सीको प्रयोग गर्दा कस्ता
सावधानीहरू अपनाउने त? अत्याधिक रूपमा फर्सीको सेवन गर्नु हुँदैन। धेरै फर्सीको सेवनले शरीरमा अत्याधिक चिसोपन उत्पन्न गर्न सक्छ। हामीले हरेक भिडियोमा भन्ने गरेका छौँ, कुनै पनि खाद्य वस्तुको अत्याधिक प्रयोग गर्ने, अनुचित प्रयोग गर्ने गरियो भने त्यसले स्वास्थ्यमा फाइदा भन्दा बढी नोक्सान पुर्याउँछ। त्यसकारण फर्सीको पनि अत्याधिक सेवन गर्नु हुँदैन। यसले शरीरमा चिसो उत्पन्न गर्न सक्छ। त्यस्तै पाचन समस्या भएमा ध्यान दिनुपर्छ। कहिलेकाहीँ अत्याधिक फर्सी सेवनले अपच वा ग्यास बढ्न सक्छ। यसको उचित सेवन गरेमा अपचमा राहत मिल्छ, तर बढी सेवन गरियो वा विभिन्न स्वास्थ्य समस्या भएको बेलामा प्रयोग गरियो भने यसले उल्टो नोक्सानी पुर्याउन सक्छ। त्यस्तै फर्सीको बिउ सावधानीपूर्वक सेवन गर्नुपर्छ। फर्सीको बिउ धेरै खाँदा पाचनमा गडबडी हुन सक्छ। यसमा एक खालको फ्याट रहने कारणले, चिल्लो पदार्थ रहने कारणले पनि हामीले थोरै मात्रामा मात्र सेवन गर्नुपर्छ। त्यस्तै मधुमेहका बिरामीले सन्तुलित मात्रामा मात्र फर्सीको सेवन गर्नुपर्छ। फर्सीमा केही मात्रामा प्राकृतिक चिनी हुने भएकाले यसको प्रयोग गर्दा मधुमेहका बिरामीहरूको रगतमा चिनीको मात्रा बढ्न सक्छ। त्यसकारण फर्सीको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ। त्यस्तै विभिन्न खालका स्वास्थ्य समस्या भएका व्यक्तिहरू, दीर्घ रूपमा कुनै औषधि सेवन गरिरहेका व्यक्तिहरूले पनि फर्सीको विशेष प्रयोग गर्नुपर्दा आफ्नो चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुपर्छ, अन्यथा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। हामीले प्रयोग गर्दै आएको निकै साधारण रूपमा भान्सामा प्रयोग हुने फर्सी, यसका धेरै औषधीय गुणहरू, यसको प्रयोग कसरी गर्ने, कुन कुन स्वास्थ्य समस्यामा हामीले यसलाई कसरी प्रयोग गर्न सकिन्छ, यसका फाइदाहरू के छन् र फर्सीको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू लगायतको समग्र विषयमा आज हामीले भिडियोमा कुराकानी गरेका छौँ। यदि तपाईलाई आजको भिडियो उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, हाम्रो आयुर्वेद च्यानललाई सब्स्क्राइब गर्नुहोस्, अनि यो भिडियो तपाईका साथीभाइ र आफन्त माझ पनि सेयर गर्न नबिर्सनुहोस्, ताकि उहाँहरूलाई पनि फर्सीको प्रयोग, औषधीय गुणहरू, विभिन्न स्वास्थ्य समस्यामा फर्सीको प्रयोग गर्ने तरिका साथै यसको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको विषयमा जानकारी मिलोस्। अर्को भिडियोमा यस्तै कुनै खाद्य वस्तु वा जडीबुटीको बारेमा विस्तृत जानकारी लिएर उपस्थित हुने नै छौँ। स्वस्थ रहनुहोस्। नमस्कार।